मनोरम दृश्य हेर्दै माछापुच्छे हिमाल पछाडि कति आनन्द लागिरहेछ त्यो पनि एकदम आफ्नो जोडीसँग के जोडीसँग जोडी नि हो अब के भन्नु के को जोडी भन्नु भर्खर बिहे गरेको अब बेहुला बेहुली अनि अरू त के भन्नु आज बन्जी हाल्न जाँदैछ हल्का डर पनि लागिरहेछ कस्तो डर अब माउन्टेनिङ खाने हो होइन डर के जित्यो भने खस्ने त्यहाँबाट ल ठिक छ रमाइलो लागिरहेछ तिम्रो कफी पनि चिसो भयो रमाइलो त मलाई लागिरहेछ यता चाहिँ हेर उता चाहिँ हेर न कस्तो लाग्दैछ भनेर डर लागिरहेछ बोलेन तिम्रो मुख हेरेर थाहा भइसक्यो तिमीलाई डर लागेको छ भनेर त्यहाँ हामी आइसक्यो वेलकम टु गोबन्जी नेपाल हजुरहरूलाई हजुरहरूको नाम कविता श्रेष्ठ वसन्त मानन्द कहाँबाट आउनुभयो हजुरहरू म चाहिँ भैरवादेखि हो भइरादेखि म पनि फर्स्ट टाइम हो भने हजुर फर्स्ट टाइम के भन्नु त पन्जी गर्नुभन्दा अगाडि होइन एकदम डर पनि लागिरहेको छ एक्साइटेड छु ल रमाइलो गर्नु होला आज है अगाडि हामी कि यस्तै यति ल जाउँ फोटो सिधा गर्नु न सिधा गर्नु न त्यसमै खेलमा हिँड्नु भयो त हजुर त्यो अझै अगाडि जानु अझै अगाडि म सक्दिनँ जानु अझै अगाडि जानु सिधा उभिनुहोस् है ल एकछिनमा तल लेफ्ट साइडमा फोटो हेर्नुहोस् त खाली भएको हातहरूलाई खोल्नुहोस् माथि हेर्ने है माथि हिमाल हेर्ने लामो लामो सास फेर्ने हामी काउन्टडाउन दिन्छौँ जसरी अहिले उभिरहनु भएको छ नि त्यसरी नै सिधा फल हुने है खुट्टाहरू नसुन्चाउने ठिक छ ओके हियर वी गो 5 4 3 2 1 बन्द दुईटामा एउटामा हो ल
घुम न उता 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 हेर न उता फोटो खिचेन हानेको एकछिन आँखै बन्द गरेँ नि मैले त्यहाँ भन्ने मरे आँखै बन्द गयो भने एकछिन त कस्तो भयो अगाडि र पछाडि भएको गर्छ चंदा ई देखा अखा बाजू में हमरे रखा ई देख